राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको तर्फबाट सबैलाई नमस्कार। हामी भोलि 2082 साल असार 7 गतेबाट 3 वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्दैछौँ। आदरणीय मतदाता, शुभेच्छुक, सदस्य, शुभचिन्तक साथै सम्पूर्ण स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने नेपाली जनतालाई यहाँसम्म यहाँहरूले गर्नुभएको साथ र सहयोगको लागि हार्दिक धन्यवाद सहित आगामी दिनमा यहाँहरूको साथ र समर्थनको लागि, सहकार्यको लागि हार्दिक अपील समेत गर्दछु। राजनीतिमा 3 वर्ष आफैमा अत्यन्त छोटो समय त हुनै, तथापि हामीले विभिन्न राजनीतिक परिवेशमा निर्वाह गरेका भूमिका होस् वा 2 पटक गरेर करिब 5 महिना सरकारमा रहँदा समेत आफ्नो तर्फबाट जनताका पक्षमा, जनताका मुद्दामा, सुशासनका पक्षमा, भ्रष्टाचारको विरुद्धमा उत्कृष्ट काम गर्ने कोसिस गर्यौं। ती कुराहरू यहाँहरूले मूल्याङ्कन गरि नै रहनु भएको छ भन्ने मैले बुझेको छु। आगामी दिनमा समेत अझ सशक्त रूपमा सुशासन कायम गर्न, भ्रष्टाचारको अन्त्य गरी जनतामा रहेको हामीप्रतिको आशा र विश्वासलाई व्यवहारमा प्रमाणित गर्ने गरी निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। पार्टी स्थापना भएको केही समयबाटै हामीमाथि विभिन्न प्रहारहरू भइरहेको बारे यहाँहरू जानकार नै हुनुहुन्छ। राजनीतिक प्रतिशोध साधेर पार्टी सभापतिलाई दुःख दिइरहेको बारे जनतालाई सबै जानकार नै छ। जनताहरू सबै जानकार नै हुनुहुन्छ। यो विषम परिस्थितिको बावजुद देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गरेरै छाड्नेछौँ, यसका लागि सबैको साथ र सहयोगको हार्दिक अपील गर्दछु। अन्तमा हामी भोलि 2082 साल असार 7 गते बिहान 9 बजे प्रतिशोधका विरुद्ध हस्ताक्षर अभियानको सुरुवात गर्दैछौँ। स्वदेशमा रहनुहुने र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी जसले यो देशमा सुशासन कायम गर्नका लागि, भ्रष्टाचारको अन्त्य गर्नका लागि अहोरात्र आफ्नो ठाउँबाट खटिरहनु भएको छ, साथ दिइरहनु भएको छ, चिन्तन गरिरहनु भएको छ, यहाँहरू सबैलाई त्यो हस्ताक्षर अभियानमा सामेल भइदिन समेत म अपील गर्दछु। धन्यवाद।